मीन प्रकाश उप्रेतीले चाहिँ आफ्नो स्ट्याटस चाहिँ लेखिसके पछाडि मार्च 20 तारिक तपाईँ चाहिँ काठमाडौँमा पक्राउ परिएको भन्ने चाहिँ समाचार पुलिस परिया लगायत चारवटा अनलाइनबाट चाहिँ आयो। जस्तो तपाईँ पक्राउ परिएको हो, मीन प्रकाश उप्रेतीले चाहिँ उजुरी दिएर चाहिँ तपाईँ पक्राउ परिएको हो या चाहिँ होइन? मलाई सबभन्दा चित्त दुख्ने कुरा नै यही नै छ र मेन विषय पोइन्ट पनि यही नै हो। म विपिन गुरुङ हो, म त्यति बेला नेपालमा गएको थिएँ, 13औं महाधिवेशनमा प्रतिनिधि बनेर गएको थिएँ। यहाँनिर कोर्याएको पनि थियो, अरू तरिकाले जोड्न पनि सक्नुहुन्थ्यो। म एउटा व्यवसाय पनि हो र म एउटा यहाँनिरको उपाध्यक्ष पनि थिएँ र चाहिँ एउटा प्रतिनिधि भएर नेपाल पनि गएको थिएँ। उसले चाहिँ फोकस कहाँनिर गर्नुभयो भने यहाँनिरको उपाध्यक्ष हुन्डीको विषय क्लियर गर्नुभयो। त्यो कुरालाई चाहिँ उहाँले चाहिँ कसरी आफूले चाहिँ राम्रो बनाउन खोज्नुभयो, कसरी आफूलाई एउटा पत्रकारको हिसाबमा आफूले सोध्नुभयो। सबभन्दा मलाई दुःख लागेको कुरा के छ भने हनुमान ढोका चेकु अपराध महाशाखाले मलाई पक्राउ गरेको छैन र मलाई बोलाइएको पनि छैन। इभन मेरो सञ्जय गुरुङ, उहाँ चाहिँ इन्जिनियर हुनुहुन्छ, मेरो कान्छी बहिनीको लौनी, र उहाँलाई फोन गरेको रहेछ र फोन गर्दाखेरि चाहिँ तपाईँ आउनु पर्यो एकछिन भनेपछि 10 मिनट काम हो भनेपछि मेरो ज्वाइँ साहब सञ्जय गुरुङले मलाई फोन गर्नुभयो। फोन गरेपछि कुन नम्बरबाट कसरी आएको छ भनेर मैले सोद्धाखेरि उहाँले मलाई म्यासेज पठाउनु भयो। त्यही नम्बरको आधारमा म चाहिँ चेकुमा गएको छु र मैले फेरि मुद्दा हाल्न गएको भन्दा पनि साइबर क्रममा उसले चाहिँ यो फेसबुक स्ट्याटसमा यस्तो राखेको हुनाले के छ भने प्रेस काउन्सिल लगायत पत्रकार महासङ्घका महासचिव बुझिस दाई लगायतका प्रेस काउन्सिलका एक पन्थ सबैलाई चाहिँ बुझिएछ। वरिष्ठ पत्रकार खिलराज भण्डारी सर हुनुहुन्छ, उहाँसँग मेरो फोनमा संवाद भएछ र उसलाई बुझ्दा र सोद्धाखेरि कुनै पनि नेपालमा आधिकारिक पत्रकार केही पनि नभेटेको हुनाले तपाईँ यसलाई साइबर क्रममा दिन सक्नुहुन्छ र म गएको थिएँ। त्यति बेला संयोगवश मेरो ज्वाइँ साहबको फोन आयो। आउँदाखेरि मैले त्यो नम्बर चाहिँ पत्ता लगाएर मैले सोद्धाखेरि आत्माराम भन्ने सही अथवा असही के हुनुहुन्छ सोद्धाखेरि यस्तो यस्तो फोन यहाँबाट आएको रहेछ सञ्जय गुरुङलाई, यो के हो भने मैले बुझ्दाखेरि तपाईँ को हो भनेर मलाई सोद्धाखेरि चाहिँ मैले म विपिन गुरुङ हो भनेपछि त्यसो भए तपाईँलाई नै खोजिएको भन्ने कुराले सञ्जय गुरुङ यदि अब नआउँदा हुन्छ भन्दै नआउँदा हुन्छ भनेर त्यसमा कैलाश राई भाइ र म चाहिँ गएको थियो। जाँदाखेरि केही समय पछाडि सोधपुछ गरियो अनि त्यहाँको हनुमान ढोका अपराध महाशाखा डिएसपी मुकुन्द मरासानीले सबै कुरा बुझ्दा र भोइस रेकर्ड सुन्दाखेरि मेरो कुनै पनि गलत त्यस्तो कुराहरू केही पनि यहाँ लेखेअनुसार पाइएन र तपाईँको कुनै पनि एउटा सामान्य रहेछ र उहाँहरूलाई र तपाईँलाई बसेर राखेर चाहिँ कुरा गर्न सकिन्छ भनेर उसलाई मीन प्रकाश उप्रेतीलाई फोन गरियो। फोन गरेपछि चेकु अपराध महाशाखा हनुमान ढोकाले के हुन्छ काठमाडौँमा मात्रै त्यो केस हेरिँदो रहेछ। अपराध महाशाखा केसहरू हनुमान ढोकामा काठमाडौँले मात्रै हेर्ने भएको कारणले गर्दा उहाँलाई चाहिँ बोलाइयो र मीन प्रकाश उप्रेतीले फोन उठाएपछि 10 गते र 10 मिनट जाँदा चाहिँ तपाईँ काठमाडौँमा हाजिर हुनु पर्यो, तपाईँ आउनुहुन्छ कि हुनुहुँदैन, म आउँछु सहमत छु भनेपछि मलाई पनि बोलाइयो। त्यसपछि सामान्य साइन कैलाश राई र म साइन गरेर त्यहाँबाट छोडिएको छ। न मलाई हनुमान ढोकाले चाहिँ समातिएको छ, पक्राउ गरिएको छ, न मलाई बोलाइएको छ, मेरो ज्वाइँ साहबलाई बोलाइएको छ। तर न्युजमा तपाईँहरू अथवा फनी न्युजमा त्यसो आउँछ मलाई पनि चित्त दुख्यो र पछि हनुमान ढोकामा बोलाइसकेपछि केही 3 दिन 4 दिनपछि टाइममा चाहिँ हामी उपस्थित साथीहरू भएको छौँ र सबै कुराहरू चाहिँ राम्रोसँग भएर हामी बिदा भएर आएको छौँ। तर मीन प्रकाश उप्रेती त्यो टाइममा उहाँ चाहिँ उपस्थित हुनुभएको छैन। भनेपछि जस्तो तपाईँ अपराध महाशाखा टेकुमा चाहिँ जानको लागि मीन प्रकाश उप्रेतीले चाहिँ उजुरी दिएर उहाँले बोलाएर त्यहाँ तपाईँ जानुभयो कि तपाईँ आफै त्यहाँनिर जानुभयो? होइन, मीन प्रकाश उप्रेतीले झापाबाट उहाँले चाहिँ दिनुभएको छ। त्यो रिपोर्ट हनुमान ढोका काठमाडौँमा चाहिँ रिफर गरिएको रहेछ। अब झापाको एसएसपी हो के ज्ञानले, अब नाम मलाई राम्रोसँग स्पष्ट थाहा भएन। त्यो केस हेर्नको लागि मुकुन्द मरासानीलाई एसपी साहबले आदेश दिनुभएको रहेछ। त्यो केस चाहिँ हनुमान ढोकामा आउँथ्यो। मलाई फोन आएर मेरो ज्वाइँ साहबलाई फोन आएको थियो। यदि केस चाहिँ उहाँले पहिला हालेको र उहाँ चाहिँ राम्रो मान्छे भनौँ अथवा उहाँ केस हाल्ने मान्छे त एउटा पीडित भयो नि, म चाहिँ अपराधी भएँ। यदि पीडित मान्छेले अपराधीलाई चाहिँ केस हालिन्छ भने म अपराधी मान्छे स्वयं हनुमान ढोकामा आफै खोज्दै गर्छु, बोलाएको टाइममा म गर्छु भने मीन प्रकाश उप्रेती किन चाहिँ हाजिर भएनन्, के कारणले भएन? र पछि मीन प्रकाश उप्रेतीलाई मुकुन्द मरासिनीले फोन गरेर सोधेको छ तपाईँ किन आउनु भएन भन्दाखेरि मैले एसपी साहबले जानकारी गराएको छु, म आउन सक्दिनँ। हरेक कुराहरू बहाना गरेँ। मीन प्रकाश उप्रेतीलाई डिएसपी साहबले फोन गरेर तपाईँले आउँछु भनेर खुद भन्नुभएको छ, तपाईँ के कारणले आउनु भएन भन्दाखेरि मैले एसपीलाई भन्दाखेरि
डिएसपी मुकुन्द मरासानी भन्छ यो केस चाहिँ डिएसपी मुकुन्द मरासानीले अपराध महासंघ हनुमान ढोकाले हेर्छ एसपी साहबको आदेश भए पनि तपाईँले चाहिँ मलाई यो कुरा किन ढाल्नुभयो भन्दाखेरि म कानुनको विद्यार्थी हो मैले तपाईँलाई पढाउँछु सिकाउँछु भन्दाखेरि डिएसपी मुकुन्द मरासानी रिसाएर तपाईँ फटा रहेछ मान्छे तपाईँ गलत रहेछ भने चाहिँ फोन चाहिँ उहाँले काट्नु भएको छ भनेपछि उहाँले लगाएको जस्तो हुन्डी प्रकरणको विषयमा चाहिँ जुन हुन्डीको आरोप चाहिँ लगाएर त्यो विषयमा चाहिँ बोलिस र लेखिस भने तेरो ज्यान जान सक्छ भन्ने जुन धम्की गर्यो र त्यो आधारमा चाहिँ मिन प्रकाश उप्रेतीले तपाईँलाई चाहिँ उजुरी गरे भनेपछि त्यो विषयमा चाहिँ त्यो संवाद सुन्दाखेरि भोइस संवाद चाहिँ सुन्दाखेरि त्यो विषयमा चाहिँ कुनै नभएको भन्ने कुरा चाहिँ मरासानीले भन्नु त्यो संवादको कुराहरू तपाईँ सायद आइसक्यो तपाईँले पनि सुनिसक्नु भन्नुभएको छ मुकुन्द मरासानी लगायत म कैलाश राई र पछि हाम्रो सूर्य भाइ पनि गएको थिएँ त्यहाँ सुन्यो त्यो कुराहरू कुनै पनि पाइएन र उहाँले पनि सुन्नुभयो तपाईँहरू अलिक बढी बोल्नु भएको थियो यताउति भन्ने कुरा भयो तर जुन यस फेसबुक स्टासमा मिन प्रकाशले लेखेका छन् त्यो कुरा र भोइस रेकर्डमा एउटा शब्द पनि केही मिलेछ भने तपाईँहरूले पनि सुन्नु भएको छ त्यो कुरालाई बाहिर फलासमा दिन सक्नुहुन्छ र तपाईँ र मेरो कुनै कुरा संवाद हुँदाखेरि भनाभन हुँदा झगडा हुनसक्छ केही कुराहरू एउटा व्यक्तिगत कुराहरू तपाईँ र ममा धेरै कुराहरूमा झगडा हुँदा केही कुरा हुन्छ तर उसले संसार एउटामा अथवा एउटा आफ्नो फेसबुक स्टाटसमा भाइबर सञ्जाल बनाइदिएर नभएको र कुनै पनि हुँदै नभएको कुरालाई कल्पित बनाएर यसरी चाहिँ फेसबुक सञ्जालमा हान्दाखेरि उसले चाहिँ मेरो मानहानि गरेको छ सबै साथीहरूले चाहिँ त्यसलाई पढेका छन् कमेन्टमा मलाई गाली गलौज गरेको छ म उसको कारणले गर्दा अरू साथीले जुन गाली गरेछन् उनको पछि मन लाग्दैन तर मिन प्रकाश उप्रेती भन्ने पत्रकारले जुन कुरा म माथि गरेछ र मैले भोइस रेकर्डमा बोलेको कुरा चाहिँ कुनै सत्य तथ्य छैन भन्ने कुरो तपाईँहरूले भोइस रेकर्ड सुनाउन सक्नुहुन्छ दुनियाँलाई सुन्न सक्नुहुन्छ र यो कुरा मिल्यो भने त्यो कुराको सजाय भोग्न म तयार छु र त्यो कुरा चाहिँ fanish.com पनि तपाईँहरूले त्यो कुरालाई चाहिँ सुनेर बगाइदा चाहिँ मलाई चाहिँ के हो र तपाईँ चाहिँ दोषी हो भनेर छुटाउन सक्नुहुन्छ र यो न्युज फेरि मिलाएर तपाईँहरूले चाहिँ यदि मेरो गल्ती नै हो भने त्यसलाई अगाडि बढाएर बगाइदा हाल्न सक्नुहुन्छ र मेरो सबभन्दा चित्त दुख्नु कुरा नै हनुमान ढोकामा चोरिएको छ समातिएको छ पक्राउ गरिएको छ थुनिएको छ भन्ने कुरा चाहिँ सरासर पुरै गलत न्युजलाई चाहिँ सर्वेक्षण गरेर त्यो न्युजलाई फेरि प्राथमिकता फनिजले पनि दियो र तपाईँहरूले पनि हाल्नुभयो त्यो कुरा चाहिँ तपाईँहरूले चाहिँ बुझेर हाल्नुभयो नबुझेर हाल्नुभयो यो कुरामा मलाई घोर आपत्ति छ र मलाई चाहिँ भित्रैबाट मेरो आफ्नो चित्त चाहिँ दुखेको कुरा छ यसमा चाहिँ भनेपछि अब यो चाहिँ केस मिलाएर चाहिँ आउनुभयो तपाईँ कसरी चाहिँ आउनुभयो यो केस मिलायो उसलाई बोलाउन त आइएन साथीहरू सबै गएको थिए ऊ नआएपछि उसलाई चाहिँ कानुनी दायराभित्र लिन्छ विपिनजी तपाईँ आफ्नो व्यवसाय काममा लाग्नुहोस् तपाईँ चाहिँ एउटा व्यवसाय गर्ने मान्छे तपाईँ निर्दोष पाइयो तपाईँलाई चाहिँ केही भएको छैन तपाईँलाई कुनै हालतमा केही रोकटोक केही पनि हुँदैन यो मान्छे यो कारणले गर्दा यस्तो चाहिँ रहेछ र नेपालमा कुनै अधिकारी पत्रकार कुनै पनि ठाउँमा कुनै अनलाइनमा चाहिँ उहाँ चाहिँ भेटिएन र आइन्दा तपाईँलाई फेरि यस्ता कुराहरू हुन्छ भने यो मान्छेलाई कानुनको दायराभित्र आउँछ र बिस्तारै हामी यो कारबाही अगाडि बढाउँदैछ भन्ने कुरा चाहिँ उहाँले गर्नुभयो र तपाईँहरूको फनिस न्युजले जुन हाल्नुभएको थियो त्यो न्युज पछि हटाउनु भएको रहेछ त्यति बेला साइगरन क्राइममा त्यो न्युजलाई तुरुन्त अपराध महाशाखाले चाहिँ यो विपिन गुरुङ पक्रेको होइन र समातिको होइन भन्ने कुरा चाहिँ तपाईँहरूको फनिस न्युजमा अपडेट तुरुन्त गरिदिन्छु भनेर त्यहाँ लाग्नु भएको थियो तर न्युज हटाइसकेको कारणले गर्दा एउटा नेपाल सरकारको पुलिस प्रशासनले कुनै अन्धाधुनमा त्यसै चाहिँ देख्ने कुरा आउँदैन त्यसले गर्दा आइन्दा यस्तो हुन्छ भने त्यो कुराहरूको तपाईँ चाहिँ न्याय पाउनुहुन्छ र उसले गल्ती गरेर गलत कुरालाई चाहिँ सधैँ यसरी जान्छ भने उसले चाहिँ कानुनी दायराभित्र आउँछ त्यो कुरामा चाहिँ ढुक्क भएर तपाईँ चाहिँ आफ्नो कामतिर लाग्नुहोस् भन्नुभयो मुकुन्द मरासानी लगायत एसएसपी सर्वेन्द्र खनाल दाइ त्यसले कारणले गर्दा म फेरि त्यही कुरालाई लिएर सधैँभरि किन त्यहाँ बस्ने भन्ने हिसाबले म आएँ र अब कानुन कारबाही कसरी अगाडि बढ्छ भन्ने कुरा चाहिँ उहाँहरूको हातको कुरा भनेपछि तपाईँले साइबर क्राइम अन्तर्गत चाहिँ मुद्दा दर्ता गरेछु मिन प्रकाश उप्रेती विरुद्धमा चाहिँ दर्ता गरेछु र साइबर क्राइमको कुरा पनि के भन्दा चाहिँ अनलाइन मिडिया कोरिया र जापान विदेशबाट मात्रै आएको र उसको एउटा हिक्मत के भएन भने नेपालमा कुनै पनि कान्तिपुर सम्पादक कुनै पनि हिमाल मिडियामा त्यस्तोमा हाल्न उसले सकेन किनकि त्यो सत्य तथ्य भएको न्युजलाई चाहिँ नेपालमा बुझेर मात्रै हाल्ने गरिँदो रहेछ त्यस कारणले गर्दा उसले नेपालदेखि बाहिर अनलाइन मिडियामा चाहिँ जुन हाल्ने साथीले उसको जुन विश्वास गरेर बाहिर सञ्जाल भयो तर नेपालमा कुनै पनि न्युजमा
कुनै पनि मिडियामा विपिन गुटाको विरुद्धमा केही पनि हालिएको छैन र अहिलेसम्म तपाईँहरूले पत्ता लगाउन सक्नुहुन्छ त्यो कुरा चाहिँ कसैले पनि अहिलेसम्म हालेको छैन र मैले बरु यदि उसले गल्ती नै गरेको र कानुनी दायराभित्र आउँछ र बोल्न सक्छ भने त्यो न्युजलाई सर्भिसन दिएर म दिपेन्द्र विष्टको कान्तिपुर क्राइमको दिपेन्द्र विष्टसँग कुरा गरेको छु, सुभाष घतानीसँग कुरा गरेको छु, वरिष्ठ पत्रकार भिलाज रेग्मी दाईसँग कुरा गरेको छु, उदित सिंह मगरसँग चाहिँ मेरो कुरा भइरहेछ। भाइ यो कुरा चाहिँ अनलाइन मिडियामै बाहिर भएको हुनाले यसको न्युजको कुनै सत्य तथ्य केही पनि छैन। त्यो न्युज चाहिँ जुन जुन साथीहरूले बाहिर अनलाइनबाट गरेछन् त्यो कुरा चाहिँ गलत हो भने तपाईँहरू उहाँ गएर कुरा गर्नुहोस्, हामीलाई कुरा गर्न लगाइदिनुहोस् भन्ने चाहिँ उहाँहरू चाहिँ धन्यवाद। अन्तमा यहाँले जस्तो विभिन्न फेसबुक स्ट्याटसहरूमा चाहिँ लेख्ने अथवा अनलाइनहरूमा लेख्ने पत्रकारहरू लगायत विभिन्न साथीहरूलाई चाहिँ प्रवासमा बस्ने विभिन्न साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? मैले विदेशमा बसेर आफ्नो 2000बाट कोरियामा बसेर आफ्नो काम गर्दै आइरहेको छु। कुनै पनि नेपाली साथीहरूलाई दुःख सुखमा पर्दा सानोतिनो सहयोग आफूले गर्दै आएको छु। वैवाहिक हिसाबले चाहिँ मेरो परिवार छोरी छ, हरेक कुरा छ, नेपालीसँग म हातमाली गर्दै आएको छु। कहिले पनि यो देशमा कोरियामा रहेर एउटा कुनै पनि नराम्रो काम गरेर म चाहिँ अगाडि बढे जस्तो मलाई लाग्दैन र मैले गरेको पनि छैन। सक्दो सहयोगहरू गरेको छु र अहिले धेरै साथीहरू नेपालबाट विदेश लगायत स्टुडेन्ट भिसामा एफ्टमा धेरै नेपाली साथीहरू आउनुभएको छ। एक त हामी गरिबीको कारणले गर्दा देशको स्थिति त्यसको कारणले गर्दा यो हो र यहाँ आएर पनि हामी यस्ता कुराहरूलाई लिएर एक अर्कालाई दोष लगाउनु अथवा राम्रो नराम्रो भन्नुभन्दा पनि समाजमा कसले के गर्छ र के राम्रो कामलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने सही न्युजलाई र सही कुरालाई चाहिँ तपाईँहरूले चाहिँ अगाडि लेख्ने गर्नुहोस्, बढाउने गर्नुहोस्। त्यो फनिस अथवा लगायत अरू मिडियालाई म सलाम गर्छु, सम्मान गर्छु। तपाईँहरूको कामलाई चाहिँ म साथ दिन्छु। तर मप्रति जुन लगाइएको यी आरोप छन् र जुन गलत कुराहरू छन् त्यो कुरा चाहिँ मैले भन्नुभन्दा पनि तपाईँहरूले बुझेर मप्रति कुनै कुराहरूलाई चाहिँ न्याय दिनुहुन्छ अथवा म जस्तो फेरि अर्को मान्छे अथवा कुनै साथीलाई फेरि यस्ता चाहिँ उयोहरू चाहिँ आरोपहरू नलगाइयोस् र यस्ता न्युज चाहिँ झुटा न्युजहरू चाहिँ अगाडि फनिस अथवा कुनै न्युज अथवा मिडियामा नआओस् र तपाईँहरूले जुन जुन अहिले कोरियामा बसेर जुन राम्रो काम गर्नुभएको छ त्यो कुरोको लागि चाहिँ म सधैँ सलाम गर्छु, सधैँ म साथ दिन्छु। तर गलत कुराको चाहिँ म चाहिँ खण्डन गर्छु र यस्ता न्युजहरू र यदि गलत छन् भने त्यो कुरा चाहिँ तपाईँहरूलाई चाहिँ मैले एउटा यही सुझाव दिन चाहन्छु। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो एनआरएन कोरियाका उपाध्यक्ष विपिन गुरुङज्यू। उहाँले आफूमाथि लगाइएको झुटा आरोपको विरुद्धमा आफ्नो स्पष्टीकरण चाहिँ दिनुभएको छ र सत्य तथ्य के हो भन्ने कुरा चाहिँ आम दर्शकहरूको बिचमा हामीले राखेका छौँ। यो एपिसोड यहीँनिर अन्त्य भएको चाहिँ घोषणा गर्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद।